अब यो नयाँ सरकारले काम गर्ने एउटा जुन तरिका छ यसले गर्दा चाहिँ धेरै साथीहरू अहिले पनि तपाईँको चाहिँ अब अफिस बन्द गरेर भागमभाग भइरहेछ। कुनै पनि कसुर बिना पहिले पक्रिने र पक्रिसकेपछि चाहिँ तपाईँको एउटा के भने ह्यारेस गर्ने। पछिल्लो समय 2 हप्ता अगाडि नेपाल सरकारले चाहिँ तपाईँको अपराध महाशाखा अनुसन्धान विभागबाट चाहिँ 95 कन्सल्टेन्सिजलाई चाहिँ तपाईँको छापा हानेको थियो। 95 कन्सल्टेन्सिजमा चाहिँ तपाईँको 69 कन्सल्टेन्सी व्यवसायीहरूलाई साथीहरूलाई चाहिँ पक्रिएको थियो। र यसले चाहिँ एउटा के मैले जोड्नु खोजेँ भने सरकारले कुनै बिना अध्ययन अनुसन्धान एकैचोटि तपाईँलाई व्यवसायहरूलाई चाहिँ धरकपट गरेर डाइरेक्ट पक्रिने र पक्रिसकेपछि मैले अहिले रेकर्ड भन्दै थिएँ 95 कन्सल्टेन्सीमा उहाँहरूले अनुगमन गर्नुभयो, छापा हान्नुभयो। त्यसमध्येमा 69 वटा कन्सल्टेन्सी चाहिँ व्यवसायहरू पक्रिनु भयो र भोलिपल्ट नै तपाईँको के भयो भन्दाखेरि त्यहाँबाट चाहिँ बाँकी आधी दर्जन भनौँ न आधी साथीहरू छुट्नु भयो। किन छुट्नु भयो भन्दाखेरि उहाँको केही पनि कसुर थिएन। र त्योभन्दा अगाडि नै तपाईँको चाहिँ मिडिया ट्रायल भइसकेको थियो। तपाईँको जो 69 वटा कन्सल्टेन्सीमा व्यवसायहरू पर्नुभयो उहाँहरूको चाहिँ के भयो भन्दाखेरि बिना कसुर उहाँहरू चाहिँ अधिकांश हुनुहुन्थ्यो। यदि उहाँहरूको कसुर हुन्थ्यो भने त किन सरकारले चाहिँ तपाईँको चाहिँ अर्को पर्सिपल्ट चाहिँ आधी लगभग तपाईँको चाहिँ अहिले बाँकी रहेको साथी होइन लगभग 15-20 जना मात्र अहिले थुनामा हुनुहुन्छ, बाँकी सबैजना छुट्नु भइसकेको छ। भनेपछि त के हो भन्दाखेरि कुनै पनि कसुर बिना पहिले पक्रिने र पक्रिसकेपछि तपाईँको एउटा के भने ह्यारेस गर्ने, मिडिया ट्रायल गर्ने, बदनाम गराउने जुन किसिमको यो सरकारले चाहिँ नीति लिएको छ यसको विरुद्धमा चाहिँ हामी सम्पूर्ण शैक्षिक परामर्श व्यवसायहरूले चाहिँ पटक पटक हामीले चाहिँ सम्बन्धित निकायहरूलाई ध्यान आकर्षण गराइरहेछौँ। र जहाँसम्म तपाईँको चाहिँ अब यो नयाँ सरकारले काम गर्ने एउटा जुन तरिका छ यसले गर्दा चाहिँ धेरै साथीहरू अहिले पनि तपाईँको चाहिँ अब अफिस बन्द गरेर भागमभाग भइरहेछ। कसरी भएको छ भन्दाखेरि तपाईँको नियमन गर्नुपर्छ, अनुगमन गर्नुपर्छ, त्यसमा कुनै डाउट छैन। तर गर्ने तरिका कस्तो त? जस्तै तपाईँको अब कतिपय कुराहरूमा यहाँ कतिजनालाई कन्सल्टेन्सीको बारेमा धेरै थाहा पनि होला र थाहा नपनि होला। त्यस विषयमा एउटा के भन्छ भने नेपाल सरकारले तपाईँको शिक्षा मन्त्रालय र तपाईँको चाहिँ अर्को प्रदेश बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट 2 ठाउँबाट चाहिँ कन्सल्टेन्सी व्यवसाय सञ्चालन गर्नलाई चाहिँ लाइसेन्स दिने गर्छ। र तपाईँको पछिल्लो समय चाहिँ के हो भन्दाखेरि दुवै ठाउँमा बन्द गरेर रिन्यू पनि बन्द गर्ने, पुराना लिइसकेको साथीहरूका लाइसेन्स रिन्यू पनि नगर्ने र जति नयाँ लिन इच्छुक साथीहरू छन् उहाँहरूलाई पनि नदिकन रोक्ने र रोकिसकेपछि चाहिँ तपाईँको के गर्ने भन्दाखेरि यसरी पुलिस लगाएर छापा हान्ने। छापा हानिसकेपछि के गर्ने भने फेरि तपाईँको कुनै पनि गोपनीयता नराखिकन लिस्ट पनि सार्वजनिक गरिदिने। अब यसले के हुन्छ होला आफै सोच्नुहोस् त। एउटा कन्सल्टेन्सी व्यवसाय कति त मर्यादित पनि गरेका छन्, कति अमर्यादित पनि छन्। ठग्ने साथीहरूलाई लैजाऊ पक्र कारवाही गर भन्दाखेरि हाम्रो पूर्ण समर्थन छ। तर के भयो भन्दाखेरि कुनै कसुर बिना लाने, लगिसकेपछि थुनिसकेपछि मिडियालाई दिने, मिडियाले दिइसकेपछि के हो त सरल लिस्ट आइसक्दाखेरि त जहाँ जो पऱ्यो अब त्यो कन्सल्टेन्सी भोलिदेखि चल्छ होला त। त्यति मात्र नभएर जसले त्यही अब तपाईँको कन्सल्टेन्सीमा पनि मान्छेले करोडौँ लगानी गरेर बसेका छन्, तपाईँको चाहिँ यहाँ हजारौँले रोजगारी पाएका छन्। ती साथीहरूको के हुन्छ त हालत? भोलि रोजगार पाइरहेको जति पनि मान्छेहरू छन् उहाँहरूको के होला त अवस्था? यो कुरामा चाहिँ सरकारले एकदम विचार गर्नुपर्छ जस्तो लाग्छ मलाई। र जहाँसम्म तपाईँको चाहिँ अब कन्सल्टेन्सीलाई चाहिँ अब धेरैभन्दा धेरै अब नेपाली मान्छेहरू चाहिँ यङ जेनेरेसन चाहिँ तपाईँको बाहिर गयो भन्ने कुरा छ। यो कुरामा चाहिँ मलाई के लाग्छ भने अब यो 21st सेन्चुरीमा हामी ग्लोबलाइजेसनको कुरा गर्छौँ, हामी एआईको कुरा गर्छौँ, हामी चाहिँ तपाईँको चाहिँ अब वर्ल्ड ट्रेडको कुरा गर्छौँ। यसको लागि चाहिँ तपाईँको नेपाली जति पनि अब स्टुडेन्ट्सहरू छन् वा जति पनि यङ जेनेरेसन्सहरू छ उनीहरूलाई चाहिँ नेपाल मात्रै तपाईँको चाहिँ नेपालभित्रै मात्र कोठा बन्द गरेर चाहिँ वर्ल्ड ट्रेडको कुरा गर, तपाईँको चाहिँ वर्ल्ड इकोनोमिक्सको कुरा गर वा तपाईँको चाहिँ वर्ल्ड ट्रेडहरू गर भन्न चाहिँ त्यो जहाँसम्म लाग्छ सम्भव हुँदैन। र यसको फेसिलिटेसन गर्ने काम चाहिँ कन्सल्टेन्सिजहरूले गरिरहेछन्। किनभने हामीले पठाउने जति पनि हाम्रा विद्यार्थीहरू पठाउँछौँ त्यो विद्यार्थीहरू जाँदै गर्दाखेरि त्यहाँका त्यो आधिकारिक संस्था छ कि छैन भनेर जाँच गर्ने, त्यसलाई चाहिँ नियमन गर्ने अझै पनि हाम्रो के छ त एनओसी भन्ने छ। विदाउट एनओसी तपाईँको नो अब्जेक्सन लेटर बिना कुनै पनि विद्यार्थी विदेश जाँदैन भनिसकेपछि नेपाल सरकारले नै चाहिँ तपाईँको स्वयं ती संस्थाहरूलाई चेक जाँच गरेर चाहिँ दिइसकेपछि जहिले तपाईँको चाहिँ हाम्रा विद्यार्थी बाहिरैमा त गयो भनेर चाहिँ यो एकरो रटन लाउनु चाहिँ मलाई चाहिँ ठिक जस्तो लाग्दैन।